सबै काठमाडौँ नै कब्जा भएर नेता घरमा छिर्दियो भनेदेखि नि सिंहदरबार नेता घर जम्मै छिर्दियो भने होइन जम्मै निस्केर गरेर छिरेपछि त केही पो लाग्दैन त छिर्दियो भने त्यही दिन सकियो छिरेनन् भनेदेखि केही समय जनताको साथ हो जनताले साथ दियो भने जित्यौँ साथ दिएन भनेदेखि उनीहरूकै घर जग्गा पनि तिनै नागरिकको जान्छ मेरो के जान्छ र दोकान उनीहरू नै बन्द गरेर हिँड्दैछन् मैले बन्द गर्नु परेको छैन न्यु रोडका व्यापारीलाई काठमाडौँका नेवार समुदायलाई कति भन्नु अब त्यही गरिराख्छन् बसिराख्छन् 15 गते पछाडि यिनीहरू बोलेछन् भने खेदी यिनीहरूलाई के गर्छन् भन्ने कुरो नि अब मैले अरू शब्द त नभनौँ अहिले साइबर लाग्ला है 15 गते पछाडिको हालत हेर्नुहोस् न के हुन्छ यिनीहरू यो राजालाई र पारसलाई हटाउने अहिलेको राजालाई र पारसलाई हटाउने र हृदयलाई ल्याएर फेरि यिनीहरू राज्य गर्ने भन्ने छन् यो कुरा सम्भव छैन भनेको नाति राजा बनाएर यो सम्भव छैन किनभने नाति राजालाई फेरि घुमाएर फेरि देश लुट्ने अब हुँदैन हजुरबुवा राजा हुनुहुन्छ 15 लाख त पम्पलेट मात्रै छपाउनु भयो छपाएर बाँडै छु है 50 वटा भन्दा बढी गाडी माइकिङ गर्दै 24 घण्टा घुमिरहेछ कसरी कहाँबाट कति मान्छे ल्याउने तयारी छ ठ्याक्कै होइन यसरी छैन कति मान्छे उत्रिन्छ होइन हरेक जिल्लाबाट 1000 मान्छे आउनेछन् मान्छे भएका जिल्लाबाट 77,000 त्यहाँ अब डोल्पा दुलैबाट त मान्छे छैनन् के आउनु उहाँबाट हिँडेर उहाँबाट आउनलाई पनि 15 दिन लाग्छ होइन त्यो कुरै नगरौँ 77वटा जिल्लामा चाहिँ नाम हो नि मान्छे भनेको यसो तराई सराईबाट सबै जिल्लाबाट 1,000 आउँदा पनि नि त्यसै 25-30,000 मान्छे आउँछन् हाम्रोमा त्यसै पनि आउँछन् हो आफ्नै खर्चमा आउँछन् आफै सुत्ने गरी अब काठमाडौँवासी निस्किन्छन् काठमाडौँवासी अर्को 30,000 निक्लिन्छन् होइन काठमाडौँवासी अर्को 30,000 होइन त्यो दिन हेर्नु 5 लाख भन्दा बढी मान्छे निस्किन्छन् 15 गते 5 लाख मान्छे तेरिका निस्किहाल्छ नि त अस्ति पत्याएको थियो